आज चाहिँ म एकदम रिसमा छु मलाई एकदमै रिस उठिरहेछ रिस उठ्यो भन्दा नि एकदम चित्त दुखिरहेछ क्या मन नै दुखिरहेछ क्या सो यो फोटो हेर्नु नि यो फोटो मैले भर्खरै देखेँ डक्टर स्टोरी नेपालले हालेको थियो है सो यो फोटोमा के भइरहेछ कतिलाई त थाहा होला अब थाहा नभएको मान्छेलाई चाहिँ म भिडियोमा भनिदिन्छु र यो सो माथि देख्नु भएको छ क्लेप्सेला भन्ने एउटा अर्ग्यानिजम छ र यतापट्टि चाहिँ सबै औषधिको लिस्टहरू हो क्या त्यो सामान्य औषधिदेखिबाट लिएर कडा खालको महँगो खालको सुईवाला औषधिसम्मसँग सबैमा चाहिँ के भएको छ रेजिस्ट्यान्ट भनेको छ क्या कुनै पनि यो कीटाणु मार्नको लागि चाहिँ काबिल छैन सबै यता देखाएको औषधिहरू चाहिँ रेजिस्ट्यान्ट भइरहेछ क्या औषधिहरू पनि सबै फेल खाइसकेको छ अब के गर्नु यो मान्छे गाह्रो पऱ्यो नि यो मान्छेलाई अहिलेको एकदम बिटर रियालिटी यो भएर गइरहेको छ यसमा हामीहरू सबैजना सिरियस हुनु अत्यन्त आवश्यक छ यो चाहिँ पक्का पनि हाम्रो ल्याबमा ससेप्टिबिलिटी टेस्ट गरेकै हुनुपर्छ यसमा चाहिँ क्लेप्सिएला भन्ने अर्गानिजम जो चाहिँ सम्पूर्ण एन्टिमाइक्रोबियल्सहरू भनेको ब्याक्टेरियाहरूलाई मार्ने एन्टिबायोटिक्सहरूसँग रेजिस्टेन्ट छन् त्यो भनेको एउटा भयावह सिचुएसन हो जसलाई हामीले हाम्रो मेडिकल फ्याटर्निटीले यससँग सम्बन्धित औषधि व्यवसायहरूले र पेसेन्टहरूले पनि बुझ्न जरुरी छ किनभने हामीहरू जथाभावी औषधिहरू किनेर खान्छौँ दुईटा ट्याब्लेट लिएर ठिक भएपछि बाँकी खाँदैनौँ डोज कम्प्लिट गर्दैनौँ यसले चाहिँ आफूमा रेजिस्टेन्ट भनेको एन्टिबायोटिक्सहरूले छुँदैन त्यस कारणले यसमा सचेत हुन अत्यन्त जरुरी छ